लाहोरमा मृत्युको कुनै मिति छैन, हामीसँग खोजिरहेका छौँ। कहिले खास गरिकन कहिले आउनुभयो भन्ने खालका कुराहरू पनि गौतम बुद्धभन्दा 200-250 वर्ष पहिले भनेपछि अहिले लगभग 27-28 वर्ष भयो भन्ने हामी भन्दै आएका छौँ। पाकिस्तानको लाहोरमा ऋषि सानो अवस्थामा विद्यालयमा जाँदाखेरि उहाँलाई विद्या चाहिँ खुलेन, आएन, पढ्न आएन भन्ने विशेषहरू भएको छैन। पढ्न आइन्छ अनि चाहिँ उहाँ विद्यालयमा परिवारमा अपहेलित हुनुभयो। अपहेलित भइसकेपछि उहाँले आफ्नो गुरुआमासँग गएर गुनासो पोख्नुभयो, मलाई विद्या आएन, कसो गर्ने होला, के गर्ने होला, म त यसरी अपहेलित भएँ। कक्षा कोठामा पनि टिचरहरूबाट, साथीहरूबाट आदि इत्यादि गुनासो गर्नुभएछ। अनि गुरुआमाले